सो अलराइट गाइस हामी चाहिँ नाम घोराइको 12 गुनेमा आएका छौँ। यहाँ चाहिँ ओ यो कुन ताल गरे माथि हामी चाहिँ अहिले चाहिँ माथि ज्यामिरे तालमा जाँदैछौँ। यस्तै सिटी चढ्नुपर्छ। आऊ 15-16 मिनट हिँडिसक्यौँ अझ आएको छैन। यहाँ माथि एउटा घर त देखियो अनि केटाहरू माथि छन्। यहाँनिर गाउँमा टी सर्टै चलाइसक्यो उहिले अरू ऊ पछि भए छैन। अझ सरहरू चाहिँ पछि भए हुनुहुन्छ अनि लेडिज पनि पछि भएछ। पारेर जुत्ताको लेसै भुग्या होइन हुन्छ। यस्तो सिटी चढ्नुपर्छ। साथी लेस बाँधिदेऊ न भलक बनाउनु लाग्छ। सक्दैन होला बाँधिदेऊ न म पक्छु। तेरो बजा बयस यहाँ फोक्सो फुट्न लागेको यहाँ दुब्री फोक्सो फुट्न लाग्छ लगाडी हो दुर न जुत्ताले पोल्छ बे खुट्टा। यहाँ चाहिँ स्याटरडे पनि आज चाहिँ धेरै मान्छेहरू आउँदो रहेछन्। थुप्रै छ कि स्कुलको बसहरू दाङ घोराइको तुलसीपुरको। हामी चाहिँ घोराइदेखि आएको हाम्रै तुलसीपुरको घोराइको अनि सब टन्नै छ क्या बसहरू यहाँ। यस्तो पुरै घना जङ्गल रहेछ। पारि भएन जङ्गल मात्र छ। अझै कति टाइम लाग्छ यस्तोमा आएको साइक्लिङ गर्न मजा आउँछ। आएको कसम यो बाटोमा साइक्लिङ गरेर ल्याउँछु। यस्तैमा साइक्लिङ गर्न पाए त यस्तो मजा आउँथ्यो नि। अरू खोइ के आम्मा के गर्नु अब यस्तरी हिँड्नुपर्छ। पिकनिक भनेको यो मजा हो कि तल अझ खाना पाक्दैछ। हामी चाहिँ माथि ज्यामिरे द भन्ने रहेछ मन्दिर रहेछ। यहाँ मन्दिरमा गएर हल्का पानीसान चढाएर एउटा तल हल्लिएर घर जाने हो। साथीपुर लास्ट भयो एकछिन गाइस साथीहरूलाई आनिदिउँ। गाइस हेर्नु यो मेरो साथीको चाहिँ यहाँ हिस्सा चाहिँ गर्लफ्रेन्डले टोकेर यहाँ ट्याटो बनाइदिरहेको छ यो घाँटीमा। यहाँ होइन कि यहाँको ठाउँ भने कहाँ देखाउने भन्छन् यो खोइ त के 5 औँला डाम बसिया जस्तो छ। पहिले जगाइदियो चाहिँ हिस्सा चाहिँ केटी बेला गएको चौधरीमा आशाले आएको छ। गर्मीबाट लास्ट छ गाइस यता एकछिनै गाइस हामीसँग चाहिँ घाम भएर पुरै टी सर्ट चढाएर हिँडिरहेको छौँ। चिसो यी हातमा छ हाम्रो राजा। मान्छे आइरहेको छ यार टी सर्ट लगाउनु पऱ्यो। लाज लाग्यो लाज त लागिहाल्छ नि सहरमा आइसकेपछि। त्यो पारेको जङ्गल हेर्नु घना जङ्गल छ पुरै पुरै सालहरू मात्र छ कि यतातिर। अब सल्लो भन्ने पाउँदैन होइन। अब गाउँतिर मात्र पाउँछ सल्ला भन्ने। अब यता भएका सल्लाह के हो चिन्न सक्दैनन्। के तालो ओ माई गॉड ओ माई गॉड तल रहेछ। ओ रिपेयर लाग्छ होला त। 5 मिनट ठुलो त ताल रहेछ गाइस। आमामा ओ कति चाग्लो रे त्यस्तो पानी सफा चाहिँ रहन्छ। यहाँबाट
घोराइ पनि देखिँदो रहेछ उतातिर फोहोर मलाई घोराइ उभो महानगरपालिका यहाँ चाहिँ कच्ची बाटो जानुपर्छ बोल्दैलाई हुँदैन यार गाइस पुरै यति लामो रहेछ चाक्लो पनि ठिकै रहेछ अन्त हाम्रो गाउँ छैन लामो रहेछ हेर्नु त यस्तो बाटो छ आमा ओए मरे मा झाक्ने यस्तो सालको बुट्टा मात्र छ यो ड्याम त्यो हेर्नु यस्तो अब शीतल हावा आउँछ होइन यहाँ चाहिँ यस्तो सालहरूको रुख छ केटा टक्कै देखिँदैन माथि भाइ ओए नवीन छिटो आउन के यहाँ पर त्यो साल यो पसल हो कि यो झुपडी त्यो नास्ता पाउँछ कि हो के हो न कहाँ छ त मन्दिर मन्दिर हो न के हो त नुब्रे मन्दिर होइन कहिले त पानीको बिचमा छ भने त्यो त वाउ खाइ यहाँ चाहिँ यति गहिरो खाइ छ पुरै यहाँबाट जानुहुन्न यहाँबाट गयो भने मरिन्छ यता चाहिँ लाइन आएको रहन्छ चाहिँ पुरै जङ्गलको बिचमा एउटा पसल रहेछ पसल हो चाहिँ यहाँ चाहिँ ओ माई गॉड यो चाक्लो रहेछ मन्दिर चाहिँ यहाँ छ ताल चाहिँ ऊ तल छ बहुत चाक्लो रहेछ नि फोहोर पानी रहेछ यार हाम्रो ट्याटोवाला दाइ चाहिँ यहीँबाट ल्याउने हो किन भने पनि त पानी ल्याउने कहाँ ल्याउनु मन यहाँ ल्याएर यहाँ चलाउने भने यहाँ तलबाट चाहिँ पानी ल्याएर यो माथि मन्दिरमा चलाउँदाखेरि आफ्नो इच्छा पुरा हुन्छ भन्छन् खोइ अब सकिन्छ कि नै अब हेर ऊ साथीहरू चाहिँ माथि वा ओ माई गॉड कस्तो हिँड्दै सकिन्न पैसा दिनु परेन पैसा फ्रीमा जाउँ न फ्रीमा हो त्यहाँ पैसा हुनु परेन चटपटे खडा जाँदैछ भने चाहिँ किन न भात खाने बेला स्कुटर यहाँ कहाँबाट आउँछ स्कुटर यहाँ कहाँबाट आउँछ स्कुटी यस्तो जङ्गलको बिचमा कहिले स्कुटी ल्याएछ
दामी रहेछ त कुवा दामी रहेछ गाइस यहाँ चाहिँ एकचोटि हजुरहरूलाई कुवा देखाउँछु अनि यस्तो भाँडा पुरै जङ्गलमाथि यो दुईवटा दोकान रहेछ एउटा तल एउटा माथि एउटा मन्दिर र एउटा तालनिर रहेछ अनि फ्रीमा हो र ऊ तल हेर तालो आमा चाक्लो रहेछ यार कुबिन्ने दबाभन्दा हल्का ठुलो जस्तो मानिएको हामीले चाहिँ अब कुबिन्ने त गएको छैन होइन अब यस्तो के फोटोमा हेरेको लम्बाइ पनि चौडाइ पनि घाम भएर मुख धोको कस्तो पसिना आएको थियो यार दुगुर्दा भास पनि आउँदैन यार छे आमा ओहो ढुङ्गा पनि रहेछ यहाँ चाहिँ ओ ढुङ्गा पनि रहेछ उयो त ढुङ्गा पनि रहेछ त्यहाँ एकछिन चाहिँ है हामी ढुङ्गामा जान्छौँ कि साथीहरू म ढुङ्गामा जान्छु ताल चाहिँ माथि ढुङ्गा यहाँ रहेछ अलि बेसी गइसक्यो यति आजको लागि यति नै बाई गाइस